आजको हाम्रो पदयात्रा गाउँतिरको काम कहिले उकालो कहिले ओह्रालो गर्नुपर्ने। अहिले म उकालो चलिरहेको छु। एकदमै गाह्रो हुन्छ कहिले नहिँडेको मान्छेलाई उकालो चढ्नु। दृश्यमा देख्न सक्नुहुन्छ तपाईहरुले उकालो गरिरहेको छु अहिले म। कहिले बेसी झर्नुपर्छ, कहिले लेकमा जानुपर्छ काम गर्न। गाउँघरतिरको काम यस्तै छ। दृश्यमा देख्न सक्नुहुन्छ तपाईहरुले अहिले म उकालो गरिरहेको छु। उकालो चढ्नु पनि शरीरको लागि एकदमै फाइदाजनक हो। मेरो यो उकालो यात्रा आजको दृश्यमा देख्न सक्नुहुन्छ तपाईहरुले। एकदमै गाह्रो हुन्छ कहिल्यै नहिँडेको मान्छेलाई उकालो चढ्न। हामीलाई चाहिँ बानी परेको छ उकालो ओह्रालो गर्ने बानी, त्यसैले हिँड्न सकिन्छ। अनि साथमा तपाईहरुले जङ्गलको दृश्यहरू पनि देख्न सक्नुहुन्छ तपाईहरुले। आज मौसम पनि एकदमै सफा रहेको छ। यो बाँझोको बुट्टा हो। धेरै साथीहरूलाई थाहा नहुन सक्छ बाँझोको बुट्टा। यो फेरि खर्साङको बुट्टा, कालीगिरीको बुट्टा पनि साथमा रहेको छ। उकालो गरिरहेको छु अहिले म। गाउँघरतिरको काम उकालो गर्नै पर्ने। पारीको चाहिँ गाउँ हो। तपाईहरुलाई जुममा मैले देखाइदिन्छु गाउँको दृश्यमा देख्न सक्नुहुन्छ तपाईहरुले। एकदमै आकर्षक, रमाइलो, मनमोहक रहेको छ गाउँ पनि। भिडियो कस्तो लाग्छ तपाईहरुलाई सल्लाह सुझाव गर्नु होला मलाई। आगामी समयमा पनि यो भन्दा पनि राम्रो भिडियो बनाउने कोसिस गर्दछु। भिडियो सबैजना साथीहरुले मन पराइदिनु होला। आजको यो मेरो पदयात्रा गाउँघरतिरको काम। गाउँघरमा काम चाहिँ गर्नुपर्छ साथीहरु, काम हुन्छ गाउँघरमा। एकदमै सफा रहेको छ आजको मौसम। यो चाहिँ फुलटुस, हामीले सानो छँदा यसको रस खाइन्थ्यो। दृश्यमा देख्न सक्नुहुन्छ तपाईहरुले फुलटुस। नेपालको ठाउँहरू घुमेर चाहिँ सकिँदैन साथीहरु। देश सानो भए पनि घुम्नलाई धेरै ठाउँहरू रहेको छ। एकैचोटि घुमेर पनि सकिँदैन। कस्तो लाग्छ भिडियो, सल्लाह सुझाव
प्रतिक्रिया दिनु होला साथीहरू मलाई। आगामी समयमा पनि योभन्दा पनि राम्रो भिडियो बनाउने कोसिस गर्दछु। अरू ठाउँहरूको पनि भिडियो देखाउने कोसिस गर्दछु। कस्तो लाग्छ तपाईँहरूलाई भिडियो? सबैजना साथीहरूले मन पराइदिनु होला। हस् साथीहरू, सबैजना साथीहरूलाई धन्यवाद। आजलाई भिडियो यति बनाउँछु साथीहरू, अर्को समय फेरि बनाउँछु।